हेलो गाइज, गुड मर्निङ। के छ सबैको हाल समाचार? एकदम स्वस्थ मस्त होला आशा छ। अनि वेलकम टु माई एनदर भ्लग। आज चाहिँ म हजुरहरूलाई पावर हाउसको भ्यू देखाउन गइरहेको छु। त्यसको लागि अलि रेडी पनि त हुनु पऱ्यो होइन साथीहरू। त्यसैले अब उठियो 7:30 भइसकेको रहेछ। अब रेडी भइरहेको छु होइन, सामानहरू टेकटुक यताउति मिलाएर राखेर। अनि भन्नुपर्दा के छ, हाम्रो तराई जस्तो गर्मी जस्तो त्यस्तो गर्मी छैन होइन, चिसो नै छ। त्यसैले अलिकति लुगासुगा लगाइरहेको छु। अनि भन्दाखेरि के छ होइन, गाइजहरू प्लिज सपोर्ट गरिदिनु होला होइन। एउटा सेयर एउटा कमेन्ट एउटा लाइक त गरिदिनु होला अवश्य यार। यति धेरै यार मेहनत गर्छु होइन, कम्ती टाइम लाग्दैन यार साथीहरू। प्लिज गाइजहरू प्लिज सपोर्ट मी यार ब्रो। एउटा लाइक एउटा सेयर एउटा कमेन्ट प्लिज गरिदिनु होला होइन। अब फाइनल्ली होइन कपडा सपडा लगाइसकेको रहेछु होइन। अब कपडा लगाउँदै गऱ्यो भने होइन ढिलो पनि हुनसक्छ होइन। नास्ता खानको लागि पनि त रेडी हुनु पऱ्यो। अनि साथीहरूलाई के पावर हाउसको भ्यू पनि त देखाउनु पऱ्यो, के छ कस्तो छ यहाँको होइन। के भन्छन् रुकुम भन्ने ठाउँ, गोर्खाको रुकुम भन्ने ठाउँ के कस्तो छ होइन, त्यो पनि त देखाउनु पऱ्यो गाइजहरूलाई। यहाँको दृश्य मैले त देखिसकेको रहेछु होइन, मलाई त एकदमै राम्रो लागेको छ। बाटोमा आउँदा सबै थोकखेरि राम्रै छ होइन। मनकामना केवल कारको पनि देखिरहेको थिएँ होइन। जान त गएको छैन होइन, तर जान चाहिँ मन छ। फर्किँदाखेरि हेरौँ के हुन्छ होइन। फाइनल्ली गाइस नास्ता चाहिँ खान लागिसकेको रहेछ होइन। अब नास्तामा चाहिँ रहेछ अन्डा चाउचाउ र भुटन भएको भात। अनि बिहानै आन्टीले बनाइदिनु भएको थियो। होटल रहेछ तर होटल जस्तो त केही लाग्दैन, आफ्नै जस्तो लाग्छ क्या। आफ्नै अङ्कल आन्टी जस्तो खाना चाहिँ मस्त बनाउँछ, राम्ररी दिन्छ होइन, मिठो हुन्छ एकदमै स्वादिष्ट। कतै घुम्नु पऱ्यो भने होइन आउनु सक्नुहुन्छ होइन रुकुम भन्ने ठाउँमा। म चाहिँ बस्ने होइन ठ्याक्कै रुकुमको होइन, के भन्छन् ब्रिज देखिन्छ, लोकेसन हो त्यो चोकमै छु होइन, चोकमै बस्छु। अनि पसल पनि छँदैछन्, त्यस्तो धेरै ठुलो त मार्केट छैन। त्यही पनि एउटा दुईवटा तिनवटा यस्तै छन्, 3-4वटा पसल रहेछन्। त्यही पसलमा सबै थोक मिल्छ भनौँ। अब त्यस्तो हाम्रो ठुलो मार्केट जस्तो त मिल्दैन होइन, त्यही पनि मिल्छ चाहिने जति, आवश्यकता पुरा भइहाल्छ। अनि गाइज म चाहिँ आफूसँग होइन एउटा कुरा सोधौँ होइन। को चाहिँ ब्लग बनाउँछ, को युट्युबर रहेछ, को फेसबुकर रहेछ, कोही टिकटकर रहेछ होइन। अनि भन है साथीहरू होइन, सँगै अगाडि बढौँला, केही छैन। एउटा एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढ्दै गरौँला। यो चाहिँ होइन मलाई त एकदमै ठुलो रुगा लागेको थियो कि, एकदमै ठुलो। के भन्ने होइन, घरबाट आउँदा 3-4 दिन लाग्यो। काठमाडौँ पुग्दा बाटोमा पुरा धुलो होइन। अनि गाडी जाम भएर त्यसैले रुगा लागिसकेको थियो। अनि ट्याक्कै औषधि खाइयो। अनि अहिले चाहिँ हामी निस्किसकेका रहेछौँ। हेर्न सक्नुहुन्छ भ्यू चाहिँ मस्त छ कि, एकदमै मस्त भ्यू हेर्दा। यो चाहिँ हामी पावर हाउसतिर गइरहेछौँ। पर पावर हाउस देखिरहेछ, माथि चाहिँ हिमाल पनि देखाइरहेको थियो कि, हिउँ परेको आफूहरूलाई। को हेरेको छ गाइज होइन, हेरेको छैन भने आउन सकिन्छ। रुकुमबाट मस्त देखिन्छ, धेरै टाढा पनि छैन। 2 घन्टा जति लाग्छ होला गाडीमा, अनि पुगिन्छ। यो हाम्रो ठाउँमा त त्यस्तो मार्केट त छैन, मार्केट चाहिँ माथि छ अलि। अब भन्नुपर्दा दाइ चाहिँ अगाडि गइरहेछ होइन। हामी 2 जना मात्रै थियो कि यो साइडमा, 2 जना, उमेश दाइ र म। पहिला उमेश दाइ यहीँ बस्थ्यो, म त अब भर्खरै आएको छु होइन। अनि उमेश दाइ मलाई लगिरहेछ। यो चाहिँ ब्रिज, अघि देखिएको ब्रिज चाहिँ यहीबाट गइन्छ भित्र, तरिन्छ मतलब रिभर चाहिँ क्रस गर्नलाई यही झोलुङ्गी पुलबाट क्रस गरिन्छ पावर हाउस जानलाई हिँडेर। तर गाडीहरू चाहिँ तलैबाट जान्छन्। त्यस्तो गाडी जाने त बाटो छ, तर त्यस्तो खासै मान्छे हिँड्ने जस्तो छैन। तर त्यही पनि गइन्छ अलिअलि। पानी चाहिँ धेरै हुन्छ यो बाढीले गर्दा, मैले सुनेको बाढीले गर्दा चाहिँ टन्नै पानी आएको थियो।
अब चाहिँ पुलबाट तल झरिरहेछौँ होइन। उमेश दाई अगाडि अगाडि हिँड्दैछ पावर हाउस देखाउनलाई होइन, पावर हाउसको भ्यू देखाउनलाई। अनि कहाँबाट हो गाइजहरू आफूहरू होइन, एकदम कहाँ पुग्यो मेरो भिडियो, कस कसले देखिरहेछ, कुन ठाउँमा छ, कुन देशमा छ, एकदम लाइक कमेन्ट गरेर आफ्नो ठाउँको नाम पनि लेखिदिँदा हुन्छ। त्यो कारणले होइन मलाई मोटिभेसन पनि मिल्छ, हो मेरो भिडियो यहाँ पुग्यो, यहाँसम्म पुग्यो होइन, अझै मेहनत गरौँ होइन। मेहनत गरिरहेछौँ तर त्यही पनि मेहनत अझै गरौँ भन्ने आश हुन्छ। यो चाहिँ स्विच एड हेर्न सक्नुहुन्छ, केबल हालिसकेको रहेछ यसमा चाहिँ स्विच एडमा। अनि सबै थोक भइसकेको छ, त्यस्तो खासै त छैन, खासै बचेको छैन काम भन्न खोजेको होइन। अनि पावर हाउसभित्र एन्टर अब गरिसकेका रहेछौँ, हेर्न सक्नुहुन्छ। अब यति नै हो, हेरो मेसिन रहेछ फ्रान्सिस। थ्याङ्क यू फर वाचिङ गाइज।